हामी दानियल 6 अध्यायको 10 पदलाई आज मेडिटेट गर्न लागेका छौँ। ल सबले पढौँ, पाउनु भने 1 सबले पढौँ ल। दानियल 6 अध्यायको 10 पद 1 2 3। जब दानियलले राजाद्वारा यो ऐनको उर्दी निकालिएको थाहा पाए तब तिनी आफ्नो घरमा गए। त्यहाँ तिनले कौशीको कोठामा झ्यालहरू यरुशलेमतिर फर्केका बनाएका थिए। त्यहाँ आफ्नो आदत अनुसार तिनी घुँडा टेकेर दिनमा 3 पल्ट प्रार्थना गर्थे र आफ्ना परमेश्वरलाई धन्यवाद चढाउँथे। आमेन। यति बेला दानियल एउटा बन्दी देशमा छ। सबले ध्यान दिने ल। अब दानियल अंग्रेजीमा भनौँ भने ऊ एकदमै यति बेला क्याप्टिभिटीमा छ, बन्दकमा छ। देशलाई नै राजाले जितेर अनि देशलाई नै बन्द बनाएर दानियललाई पनि लगेको अवस्था छ। तर दानियल त्यस ठाउँमा परमेश्वरले दानियललाई एउटा अफिसरको रूपमा स्थापित गरिसक्नुहुन्छ अगाडिको घटना हेऱ्यो भने। तर यहाँनिर एउटै कुरा मात्रै हामी हेरौँ, राजाको उर्दी अथवा कानुनको कुरा नहेरेर म सेकेन्ड पार्टबाट आज बिहान आउन चाहन्छु। सबले भन्नुहोस् त, तिनी आफ्नो घरमा गए भन्नुहोस् त। यो शब्द आज बिहान म तपाईँलाई एन्करेज गर्न चाहन्छु। यो दानियलको आफ्नो घर होइन। ऊ अहिले अर्काको देशमा, अर्काको भूमिमा, अर्काको ल्यान्डमा छ। हाम्रो अहिलेको भाषामा भनौँ भने उनी रेन्टेड घरमा छ। त्यो उसको देशै आफ्नो होइन, त्यो भूमि नै आफ्नो होइन। अनि बाइबलले भन्छ दानियल आफ्नो घरमा गए र उनले कोठा बनाएको थिएछ। त्यहाँनिर कोठा लिएको थिएछ, बनाएको थिएछ र उसको कोठाको झ्यालहरू चाहिँ कतातिर फर्केको थियो अरे? यरुशलेमतिर। सबजनाले भन्नुहोस् त यरुशलेमतिर भनेर। यसलाई यसरी भन्छन् प्रभुका सेवकहरूले, बेबिलोनियन विन्डो टुवर्ड्स जेरुसलेम, ओपन टु जेरुसलेम है। बेबिलोनियन विन्डो भनेको चाहिँ बाबेलको बन्धनमा परेको अवस्था। बाबेल अथवा बेबिलोन भनेको चाहिँ संसार भनेको। सुन्नुहोस् है, बेबिलोन भनेको चाहिँ दुःखको समय भनेको, बेबिलोन भनेको चाहिँ अभावको समय भनेको, बेबिलोन भनेको चाहिँ परीक्षाको समय भनेको, बेबिलोन भनेको चाहिँ रोग बिमारको समय भनेको, बेबिलोन भनेको चाहिँ रात अन्धकार निराशा भनेको, बेबिलोन भनेको चाहिँ अंग्रेजीमा एउटा शब्द छ, तपाईँहरूलाई सिक्नलाई थाहा हुन्छ, टेरेस्ट्रियल भन्ने एउटा वर्ड छ। सबजना टेरेस्ट्रियल भन्नुहोस् त। टेरेस्ट्रियल भनेको चाहिँ पृथ्वीको, जमिनको समस्या, माटो, मतलब यो भनेको। बेबिलोन भनेको चाहिँ डिफिकल्ट टाइम्स भनेको, बेबिलोन भनेको चाहिँ गाह्रो अवस्था, बेबिलोन भनेको चाहिँ अर्काको घरमा। मैले जीवनभरि मेरो आधा जीवन अर्काको घरमा बिताएको छु। मलाई थाहा छ किरा बस्नुको पीडा। मन दुख्छ, साह्रो मन दुख्छ। कहिले कहिले यस्तो घिन लाग्दो भन्छ है, यस्तो मिसबिहेभ गर्छ। यो बेबिलोन हरेक मान्छेको जीवनमा कुनै न कुनै क्षेत्रमा बेबिलोन देखा पर्छ। बन्धन जस्तो अहिले हाम्रो एउटा केटालाई उसलाई त्यो बन्धनले छोड्नु सकेको छैन है। यहाँ पास्टरको भान्जो बनिनु आएको आज यहाँबाट फर्केर जाने भन्दैछ। जोहरूलाई जा भन्दा नि रुँदै म त जाँदिनँ भन्ने पनि छ। कोही बन्नी भन्दा उसले बुझेको छैन बेबिलोनको बन्धन हो यो। याद गर्नुहोस् है, हरेकको जीवनमा बेबिलोन हुन्छ। तपाईँलाई अहिले मैले के भने एकदम स्पिड भने, बेबिलोन के अरे? बेबिलोन भनेको के अरे अर्थ? अहिले भर्खर के लिस्ट बताएँ मैले हजुर? बिमारी, त्यस पछाडि के भन्नु भने भन्दै जानुहोस् न। कष्ट, अभावहरू, अरू मान्छेको जीवनमा बेबिलोन हुन्छ भने नि मैले। हामी बेबिलोनमा हुन्छौँ भनेको चाहिँ के हुन्छौँ अरे? गरिबी, अरू बन्धनहरू, परीक्षाहरू होइन, डिफिकल्ट टाइम्स। जति प्रयास गर्दा पनि त्यहाँबाट निस्कन नसक्नु। साङ्लाले बाँधेको मान्छे कस्तो हुन्छ? अथवा साङ्लाले बाँधेको कुरा कस्तो हुन्छ?
भनाइहरू, थुकाइहरू, मन दुख्ने अवस्था, छ्याउ यो जिन्दगी त मर्नु पाए पनि हुन्थ्यो, किन बाँचेको होला म, अनि आफूले गरेको ब्याड डिसिजनहरू, नराम्रो कामहरू, गलत कुराले गर्दा आफूलाई ट्र्याप, यो सबै चाहिँ बेबिलोन हो। अनि एउटा बेबिलोनियन, म यति बेला केही कुरा बोल्दैछु है त, बेबिलोनियन लाइनेज भन्छ परिवारबाट पनि बगेर आएको हुन्छ। छ्या मेरो बाउ पनि यस्तै थियो, म पनि यस्तै भएँ, मेरो आमाको जस्तै बेहोरा भयो मेरो पनि। म जवानहरूलाई लभ म्यारेज एन्ड सेक्सुअल सेमिनार पढाउँदा गर्दा एउटा कुरा भन्छु, तिमीलाई मन परेको केटी, तिमीलाई मन परेको केटा होइन, यहाँ छ नि, तिमीलाई मन परेको केटा, मन परेको केटी जोसँग तिमी बिहा गर्न चाहन्छौ नि, उसको एउटा कुरा चेक गर्नु। के कुरा होला? उसको बाउ आमालाई चेक गर्नु भन्छु मैले पहिला। त्यो केटीको बाउ र आमा कस्तो छ? बिहा गरेपछि नि त्यो केटीमा डल्लै आमा देखिन्छ। मेरो कुरा बुझ्दै हुनुहुन्छ? सरप्राइज, अरे म त यसले त राम्रै देखेर मसँग त लुटुपुटु हुन्थ्यो, आई लभ यु मात्रै भन्थ्यो, तर आमामा बिहा गरेपछि त्यो आमाको बोक्सी रूप देख्न थालेपछि नि त्यति बेला थाहा हुन्छ यदि आमाकोबाट जरा काटिएको छैन भने त्यो केटी पनि घिनलाग्दो हुन्छ। याद गर्नुपर्ने कुराहरू, इट्स डेन्जरस। क्रिस्चियन म्यारेजभित्र नि मन परेको केटीको, मन परेको केटाको कसलाई चेक गर्नु रे पहिला? केटीसँग डेटिङ गर्ने होइन, केटासँग डेटिङ गर्ने। बाउमासँग बढी समय बिताउने, बुढो कस्तो छ, छोरा त्यस्तै हुन्छ। इट्स इम्पोर्टेन्ट, किनकि त्यो बेबिलोनियन बेरियर काटिएन भने त्यो देखा पर्छ। श्राप काटिएन भने, बाउले दर्पणा ल्याएको भने छोराले बिछोडा ल्याउँछ, श्राप काट्नुपर्छ। आज मैले तपाईँलाई बेसिकली मैले के सिकाउँदैछु भने हाम्रो जीवनमा कतिवटा बेबिलोनियन अवस्थाहरू हुन्छ। यहाँ तपाईँहरूको आफ्नो आफ्नो होला, मेरो पनि छ होला सायद। निराशा, ओहो भएन त हो, खै त हो। अनि हामी आइतबार 2 घण्टा चर्च गएर, 1 दिन सेवा गएर बेबिलोनियन बन्धनहरू ब्रेक गर्न सक्दैनौँ। हियर इज द की। चाबी यहाँ छ, चाबी यहाँ छ, चाबी यहाँ छ। चाबी के रहेछ? उसले बेबिलोनमै बसेर बेबिलोनियन विन्डो बनाएको रहेछ। सर भन्नुहोस् त, बेबिलोनमा झ्याल बनाउनु भन्नुहोस् त, खिड्की बनाउनु। अनि मजाको कुरा के भनेको छ? तिनी आफ्नो घरमा गए, त्यहाँ तिनले कौशिकको कोठामा झ्यालहरू, यरुसलेम कता फर्केको? यरुसलेम भनेको के हो? यरु भनेको के हो? पोली खानु भयो? सबै मैले मात्रै सम्झिनु पर्ने? ओहो, यरु भनेको के हो? सलेम भनेको शान्ति हो, सालोम, सलेम, सालोम हिजो मैले सिकाएको छु। यरु भनेको के हो? जेरु भनेको के हो? दोहोरो। स्याबास पास्टर बाउ। जेरु भनेको चाहिँ डबल पिस भनेको, दोहोरो शान्ति, 2 पल्ट शान्ति भनेको। उसले आफ्नो झ्यालहरू कतापट्टि फर्केको बनाएको थियो अरे? यरुसलेमतिर, आशातिर, शान्तितिर। सबले मलाई हेर्ने अवस्था, सबले भन्नुहोस् त अवस्था ठिक छैन भन्नुहोस् त, केही मिलेको छैन, तर उसको दृष्टि कहाँ छ? उसले बेबिलोनमै के गरेको छ? अवस्था ठिक छैन, तर उसले बेबिलोनमै के बनाएको छ? आँखी झ्याल बनाएको छ, आँखाले हेर्ने। अनि अर्को कुरा हेर्नुहोस् ल, त्यहाँ आफ्नो उसले के बनाएको रहेछ? आफ्नो के इस्टाब्लिस गरेको रहेछ? एउटा आफ्नो के अनुसार? हजुर हजुर के बनाएको रहेछ उसले? आफ्नो स्टेप बाई स्टेप जाउँ ल। ऊ कहाँ छ? सबै कुरा आफ्नो छैन, सजिलो छैन, तर उसले के गरेको छ? आफ्नो कोठाको एउटा पोर्टल, खासमा यो झ्याल भनेको खिड्की मात्रै भनेको होइन, पोर्टल, यो चाहिँ स्वर्ग उग्रेको कुराहरू हो। यसो प्रभु प्रेयर गर्न कहाँ जानुहुन्थ्यो? गेत्सेमनीमा। अनि प्रेयर गर्दा 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 त्यहाँ माथिको स्वर्ग उग्रिएको थियो। यतातिर म जान चाहिन्न। उसले झ्याल बनाएको छ, उसको दृष्टि जेरुसलेमतिर छ, अनन्ततातिर छ, उसको ध्यान परमेश्वरतिर छ, उनको ध्यान शान्तितिर छ। आफू चाहिँ केमा छ? फेरि अशान्तिमा छ। बेबिलोन भनेको नेगेटिभ कुरा जति पनि, अशान्ति, पीर, मर्का, रोग, बिमार, के हुन्छ? तपाईँलाई यति बेला बोल्न मन लाग्छ भने बोल्नुहोस्, म बोल्दैछु। तर यो बिचमा हामीले पनि हाम्रो झ्याल, हाम्रो दृष्टि
अनन्ततातिर लगाएका छौँ। आमेन। अनि प्रेयरलाई हाम्रो के बनाएको छौँ? एक्ज्याक्टली सिद्धान्त, प्रेयरलाई के बनाएको छौँ? कतिको लागि प्रेयर चाहिँ अस्ति मेरो वर्ड के चलाएको थियो बिर्सेँ। कतिको लागि प्रेयर चाहिँ के हुन्छ अरे? रेस्क्यु अपरेसन हुन्छ। रेस्क्यु भनेको समस्यामा परेको बेलामा बचाओ 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 प्रभु बचाओ, त्यति बेला त सरकारले पनि बचाउँछ, सबले बचाउँछ। कतिको लागि प्रेयर चाहिँ बचाउ अभियान मात्रै हुन्छ। उसलाई गाह्रो परेको बेलामा मात्रै प्रार्थना गर्छ, गाह्रो परेको बेलामा मात्रै फास्टिङ बस्छ। तर डेनियलको लाइफमा हेऱ्यो भने प्रेयर वाज इज ह्याबिट एन्ड इज लाइफस्टाइल। सही भन्नु त, दानियलको निम्ति प्रार्थना चाहिँ आदत थियो। समस्या पर्दा मात्रै प्रार्थना गर्थेन। इट वाज हिज ह्याबिट। उसले थुप्रो कुरा बनाएको छ यहाँनिर। बेबिलोनमा झ्याल बनाएको छ, ऊ आफ्नो घरमा छैन, तर उसले प्रार्थना गर्ने समय तोकेको छ। आमेन। धेरैचोटि हामी पनि बन्धनमा हुन्छौँ, समस्यामा हुन्छौँ, खाँचोमा हुन्छौँ, तर त्यो बिचमा नि उसले भनेको छ, यहाँ भनेको छ, उसले झ्यालहरू यरुशलेमतिर फर्केको बनाएको। त्यहाँ आफ्नो आदत त तिनी के टेकेर के गरेर? घोडा होइन हौ, घुँडा टेकेर। ऊ बसेकोबाट यरुशलेम त हजारौं किलोमिटर टाढो छ। ऊ बसेकोबाट उसको घर, उसलाई त लडाइँमा बन्धक बनेर लगिएको, उसको घर हजारौं किलोमिटर टाढो छ यरुशलेम। बीचमा समुद्रहरू छ, मरुभूमि, हजारौं किलोमिटरको मरुभूमि छ। उसले त बुढी अम्लामा टेकेर माथि तन्क्यो भने पनि देख्न त देख्दैन, तर उसले नि आफूलाई घुँडामा राख्ने निर्णय गरेको छ। हामी हाम्रो जीवनमा जति घुँडाको जीवन, प्रार्थनाको जीवन व्यतीत गर्छौँ नि है, अब यसको रिजल्ट पनि तपाईँलाई याद छ है? घुँडा र प्रार्थना, घुँडा टेकेर प्रार्थना गरेको रिजल्ट 3 पल्ट है। हामीले त यहाँ 4 पल्टको एउटा सेड्युल बनाइरहेको छ। कतिको फलो हुँदैछ? हाम्रो 4 पल्टको प्रेयर टाइम के हो? 9 3 9 3 9 3 9 3, 6 घण्टाको ग्याप। भने रिजल्ट के भयो भन्नुहोस् त? एक दिन यसको घर तुरुन्तै पछाडि 16 अध्यायबाट दानियलले राजालाई प्रार्थना नगरेर जीवित परमेश्वरलाई प्रार्थना गरेकोले गर्दा फेरि समस्यामा परेको छ मान्छे। राजाले नचाहँदा नचाहँदै पनि कानुन बनाएकोले गर्दा उसलाई के गरिएको छ? सिंहको खोरमा लगेर हालिएको छ। अनि मैले जहिले पनि एउटा कुरा भन्छु नि, योभन्दा अगाडि दानियल 1 2 3 मा हेऱ्यो भने हामी थाहा पाउँछौँ दानियलले आफूलाई डिसिप्लिन राखे। 1 वर्ष मासु खान्न भने, अनि एक दिन सिंहले पनि के भने रे, हामी पनि आज मासु खाँदैनौँ भने। आमेन। डिसिप्लिनले सिंहलाई पनि डिसिप्लिन बनायो। दानियललाई स्वाट फालेको थियो, सिंहहरू त कुहीँ त्यो पुच्छर लुकाएर बस्यो। आज सबले भने आज हाम्रो फास्टिङ, तर भोलिपल्ट दानियललाई निकालेपछि है त्यो दानियलको षड्यन्त्र, दानियलको विरुद्धमा षड्यन्त्र रच्नेहरूलाई हालेको मात्रै थियो, भुइँमा पछारिनु पाएन भनेको छ बाइबलले। सिंहले के गरेको छ? माथि नै जम्टेर खाएको छ। फास्टिङ ब्रेक। सिंहको फास्टिङ ब्रेक भयो। कस्तो इन्जोय गर्यो होला हैन? सबै भन्नुहोस् त, प्रार्थना, आदत, डिसिप्लिन। तपाईँलाई मैले यो हामी यो जुन डेली प्रेयर गरिरहेको छौँ नि, तपाईँलाई कहिले अल्छी पनि लाग्छ एउटै विषयमा के गयो बुढो कराउँछ आयो नो, यसको रिजल्टहरू नि लङ टर्म रिजल्ट हुन्छ। एक दिन हामीलाई नि सिंहकै खोरमा हालियो भने पनि, समस्याका बिचमा हालियो भने पनि हामी समस्यालाई जित्छौँ। मैले तपाईँलाई जहिले भनेको छु, प्रेयर र फास्टिङ चाहिँ के हो अरे? डिपोजिट हो। यो डिपोजिट हो। सेभिङ गर्दा देख्दैन, डिपोजिट देख्दैन हालेको, तर त्यो डिपोजिट जब बढ्दै 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 जान्छ नि है। मैले ब्याङ्कमा 2 लाख रुपियाँ डिपोजिट गरेको छु, लगभग 1 वर्ष हुन लाग्यो है। फिक्स डिपोजिट छ, 3 वर्षमा मात्रै त्यो मेरो 2 लाख पनि पाउँछु, फर्किँदा झन्डै 3 लाख पाउँछु, किनकि मैले त्यसलाई डिपोजिट गरेको छु।
त्यो आफै बढिरहेछ सो आज बिहानै मैले तपाईँलाई गरेको एन्करेज चाहिँ के हो भने नि, हाम्रो अवस्था जस्तै भए पनि फेभरेबल होस्, गाह्रो होस्, अप्ठ्यारो होस्, बेबिलोन भन्नुहोस् त। बेबिलोन भनेको आज ठुलो कुरा नबुझ्नुहोस् तपाईँले। बेबिलोन भनेको चाहिँ नि खासमा बेबिलोनको अर्थ चाहिँ कन्फ्युज भनेको। बेबिलोन भनेको चाहिँ बेबी अलोन भनेको जस्तो पनि हो के जस्तो भने बेबी अलोन। अनि एक्लै भएपछि के गर्नु मन लाग्छ नि, होइन भाइ? आधार कार्ड बनाउनु मनपर्छ, भोटर कार्ड बनाउनु मनपर्छ एक्लै भएपछि, होइन? अलोन भने यस्तै हो। अनि बेबिलोन भनेको चाहिँ कन्फ्युज भनेको। मैले अब यो कति रेकर्डिङमा सुन्नेहरू कन्फ्युज हुनुहुन्छ होला फेरि, सरले भोटर कार्ड आधार कार्ड किन भन्यो भनेर। यहाँ हाम्रो एकजना भाइ हुनुहुन्छ, आज भोटर कार्ड बनाउने भनेर यहाँबाट खुस्किनु खोज्दैछ। प्रार्थना गरिदिनु होला यसको लागि। खासमा शत्रुले उसलाई कन्फ्युज, शत्रुले कहाँ लानु खोजेको वास्तवमा बेबिलोनमा लान खोजेको, उसलाई थाहै छैन बिचरा। तर प्रभुले चाहिँ यसलाई यरुशलेममा लानु खोज्दै हुनुहुन्छ। आमेन। अब कुरा क्लियर बुझ्दै हुनुहुन्छ? बेबिलोन भनेको चाहिँ कन्फ्युज, के हो, कति कमाइ हुँदैन, जति गरे हुँदैन, यता गर्दा हुँदैन। त्यो सुनगौठी भन्छ नि, यता टाल्ता है उता बङ्गै पर्ता है, उता टाल्ता है यता बङ्गै त्यो चाहिँ हो बेबिलोन। अनि त्यो बिचमा एउटा केटो आउँछ नि, बुहारीलाई कहाँ घुम्नु लैजाउँ भनेको भन्छ, फेरि ब्याङ्कक घुम्नु लैजाउँ भनेको भन्छ नि, होइन? छक्कै पर्छ नि त्यो मान्छे। म अहिलेसम्म मेरो बुढीलाई गान्तोक घुमाउनु लैजाउँ, तँ ब्याङ्कक भन्न कराउँछ नि उसले, होइन? अस्ति मलाई पनि त्यस्तै भयो, ब्याङ्कक भन्दै गएको म पनि एक्लै, होइन? एक समयमा गान्तोक घुम्न नसक्ने मान्छे है, गान्तोक जाने गाडी भाडा नहुने मान्छे म। प्रभुले मलाई त्यहाँ लानु भयो अरे, ब्याङ्कक होइन, कहाँ अरे, ब्याङ्कक लानुभयो, होइन? सो सबले भन्नुहोस् त, बेबिलोनदेखि यरुशलेमसम्म भन्नुहोस् त, अशान्तिदेखि दोहोरो शान्तिसम्म। आमेन। दिस इज द पावर अफ प्रेयर। प्रार्थनाको शक्ति यो। सबले भन्नुहोस् त, बन्धनदेखि छुटकारासम्म। भन्नुहोस् त, रोगदेखि चङ्गाइसम्म। मैले हिजो बेलुका मैले एउटा कुरा भन्न सायद राम्रोसँगले पाएँ, थुप्रो कुरा माइन्डमा खेलिरहेको थियो मेरो। मलाई कहिले गाह्रो हुन्छ, धेरै कुराहरू त्यो प्रभुको कुराहरू आउँछ कि त्यसलाई कन्ट्रोल गर्दा हुन्छ। मैले जो दुईटा वर्ड तपाईँलाई चलाएँ, एउटा ILLNES के इलनेसलाई चाहिँ डक्टरले ट्रिट गर्छ, तर डक्टरले कहिले पनि के दिनु सक्दैन, वेलनेस दिनु सक्दैन। वेलनेस चाहिँ परमेश्वरबाट आउँछ, स्वास्थ्य चङ्गाई चाहिँ परमेश्वरबाट आउँछ। यसै हाम्रो यहाँ देविका बहिनी हुनुहुन्छ, छोरी कति वर्षदेखि बिमारी भएको थियो नानी, अलमोस्ट 2-3 वर्ष त दुःख थियो तिमीलाई। यति बिमारी दामी जागृता। उहाँले हाम्रो ज्वाइँले भसाउनुहुन्छ त, उहाँको पापाले है, सुजिताको पापाले के भरे झाँक्रीले डाङ्ग्रो ठोक्केर रे पनि के गरे रे। लास्टमा सुजिताले एउटा दर्शन पायो, अनि त्यो दर्शन परमेश्वरबाट, हिन्दू परिवार। अनि सुजिता उठेर राति त प्रेयर गर्दै भनेको होइन, झाँक्री घरमा होइन कि आफन्तको घरमा, माताको घरमा माथिल्लोपट्टि बसेको, मातालाई त्यहाँ ट्रिटमेन्ट गर्नलाई रातो उता प्रभुलाई प्रार्थना गरे धेरै। अनि त्यो दिनदेखि यहाँले प्रभुलाई पाउनुभयो, रोग चाहिँ चङ्गाइमा बदल्यो, अशान्तिदेखि शान्तिसम्म। आमेन। सबै भन्नुहोस् त, बेबिलोनदेखि जेरुसलेमसम्म। तर त्यो लाने चाहिँ एउटै माध्यम चाहिँ प्रार्थना हो। विदाउट प्रेयर चाहिँ हामी बेबी अलोन, बेबी डिप्रेस्ड, बेबी कम्प्रेस्ड, बेबी अप्रेस्ड, बेबी एन्जाइटी, के हुन्छ बेबी, होइन? बेबी आई लभ यु भन्नु याद छ तपाईँलाई? हो, एउटा झाँक्रीले त्यसरी मन्त्र गाउँथ्यो अरे नि, होइन? हो, हाम्रो हेमलले भनेको बिमारी थियो अरे, आमा गीत त भयो, बेबी आई लभ यु भन्ने गाउँछ अरे झाँक्री त। मन्त्र त हो, सानो असर बस्छ पावरले हामीलाई, हो। बेबी अलोन हुन्छ, तर याद गर्नुहोस्, सबले भन्नुहोस् त, प्रार्थनाले, भन्नुहोस् त, आदतले। म यसरी भन्छु, अब यसलाई यसरी बुझौँ ल। सबले भन्नुहोस् त, घुँडा टेकेर प्रार्थना गर्ने आदतले हामीलाई, भन्नुहोस् त, हामीलाई बेबिलोनदेखि यरुशलेम पुर्याउँछ। आमेन। केले मात्रै? प्रार्थना गर्ने, प्रार्थनाले मात्रै होइन, प्रार्थना गर्ने
आदतले भन्नुहोस् त। सो ह्याबिट बनाउनुहोस्। वन्दना त हेर्नु होला नि। प्रार्थना गर्ने आदत बनाउनुहोस्। सकेसम्म बिहानको 3 बजे, बिहानको अर्को 9 बजे, बेलुकीको दिउँसोको 3 बजे, बेलुकीको 9। कम से कम एउटा पाटो। अब दानियल जत्तिकै लु मलाई सिंह घरमा छिर्नु पनि छैन, 3 पल्ट गर्नु पनि छैन भनेर मलाई ठिकै छ, तर 1 पल्ट त गरौँ न हामी। एटलिस्ट एउटा ह्याबिट बनाऊ। आमेन। 1 2 हुन्छ, 2 3 हुन्छ, 3 4 हुन्छ। एक दिन त्यो 4 चाहिँ 24 घण्टा पनि हुनसक्छ। हामी 24 आवर्सहरू प्रेयरमा स्पेन्ड गर्न सक्छौँ। प्रभुले हामीलाई वृद्धि गर्दै हुनुहुन्छ। वाउ। सबले भन्नुहोस् त बाबेलदेखि यरुसलेमसम्म भनेको कन्फ्युजनदेखि भन्नुहोस् त शान्तिसम्म। म एउटा पोइन्ट तपाईँसँग सेयर गर्न चाहन्छु। भन्छ परीक्षादेखि छुटकारासम्म भन्नुहोस् त, पृथ्वीदेखि स्वर्गसम्म भन्नुहोस् त। एउटा वर्ड पनि तपाईँले सिकाउँछ ल, भन्नुहोस् त टेरेस्ट्रियल टु सेलेस्टियल। सेलेस्टियल भनेको चाहिँ आकाश स्वर्ग भनेको सेलेस्टियल। भन्नुहोस् त टेरेस्ट्रियल टु सेलेस्टियल भन्दै जानु मसँग। समस्यादेखि शान्तिसम्म भन्नुहोस् त। बिमारीदेखि अनन्त स्वास्थ्यसम्म भन्नुहोस् त। अन्धकारदेखि ज्योतिसम्म। आमेन। यो सबै कुरा चाहिँ केले मात्रै सम्भव हुन्छ अरे? प्रार्थनाले मात्रै होइन। प्रार्थना गर्ने, हेलो, प्रार्थना गर्ने, भन्छ प्रार्थना गर्ने आदत भन्नुहोस् त। प्रेयर ह्याबिट भन्नुहोस् न। ल प्रभुले सहायता माग्नुहोस्। मेरो आदतलाई बनाइदिनुहोस् प्रभु। म आदत बनाउन चाहन्छु। प्रभुले नै सहायता गरौँ।